नै घर आउन बित्तिकै बिमारी भइयो हेर्नुहोस्। घर आएको 2-4 दिन भएको थियो। इन्डियाबाट आए, आमा बिरामी हुनुहुन्छ भनेर आए। त्यहाँदेखि पानी बदली के भयो, बमेट आएर 3-4 दिन छ भने परानै लाग्दैन। अलि भएको थियो, फेरि रुगा खाँसो लाग्यो। के जिन्दगी रहेछ यार, उठेर हिँड्नै सकिन्न यार। जानु पर्यो, काममा जानै पर्यो, बाख्रा भैँसी फुक्नै पर्यो। के गर्ने हेर्नुहोस्, अहिले यस्तो चाल छ, बुढेसकालमा कुन चाल होला। गाह्रो छ जिन्दगी हेर्नुहोस्। रुगाले भेटेर हैरान छ, त्यहीतिर बिमारी भइयो। हे कठै, अघि खपरको त केही हुन्न रहेछ। पुरा केही सपना पुरा भएन। इन्डियामा दुःख गरे, रोटी ठटाए, घर आएर मिठो मसिनो दुःख सुख खाम्ला भन्ने बेलामा 2-3 दिनै बमे उल्टी आयो, दस भने आएर हैरान भयो। डाक्टर गरे, धामी झाँक्री गरेर अलि केही कम भएको थियो, फेरि रुगा लगाइयो हेर्नुहोस्। कसरी बाँच्ने होला र हेर्नुहोस्। यस्तो आधा उमेरमा यस्तो बुढेसकालमा कुन चाल होला, कसले स्याहार्ने होला। कतिखेर बिरो लाग्छ हेर्नुहोस्, मुर्छा परे